जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते। साथीहरू नमस्कार, म वेदानन्द जोशी। बडीमालिका यात्राको क्रममा निर्मित गरिएको भिडियो हो यो। बडीमालिका समुद्री सतहबाट 4200 मिटर उचाइमा रहेको छ र देवी भगवतीको शक्तिपीठमा श्रद्धापूर्वक यहाँ पूजाआजा गरिन्छ। हरेक वर्ष जनै पूर्णिमाको अवसरमा यहाँ ठूलो मेला लाग्दछ। तीर्थयात्रीहरू पैदल यात्रा गर्दै मन्दिरमा पुग्ने गर्दछन्। हरियाली, घाँसे मैदान, हिमाली दृश्य र प्राकृतिक सौन्दर्यका दृष्टिकोणले अत्यन्त मनमोहक रहेको छ। धार्मिक विश्वास अनुसार यहाँ दर्शन गर्दा मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। प्रकृतिको निकै सुन्दर ठाउँ रहेको छ बडीमालिका। विश्वमै नभएका त्यस्ता किसिमका रमाइला पाटनहरू रहेका छन्, जसलाई त्यहाँ बिनी पाटन पनि भन्ने गरिन्छ। निकै घाँसे चौर, घाँसै त्यति ठुलो घाँस पनि छैन, खालि मसिनो घाँस रहेको छ। हेर्दा निकै सुन्दर ठुला ठुला फाँटहरू रहेका छन्। खेती लगाएको जस्तो, धानको खेती लगाएको जस्तो दृश्य पनि यहाँ अवलोकन गर्न सकिन्छ। राज्यले पनि यसको ठिक समयमा पहिचान गर्न सके यहाँ भएका दुर्लभ जडीबुटीहरू, विभिन्न वन्यजन्तुहरूको पनि संरक्षण हुने थियो र यहाँ यातायातको र अन्य चाहिँ व्यवस्थाहरू गर्न सके विभिन्न ठाउँबाट देश विदेशबाट समेत पर्यटकहरू आउन सक्थे। धन्यवाद।